साथीहरु वेलकम टु माई न्यू ब्लग। आई होप हजुर सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। अनि आज चाहिँ हामी दाउरा काट्नुतिर लाग्दैछौँ। एकजना झला गरेको छ, यता उता डोको छ, यता चाहिँ घर छ, यो चाहिँ घर हो। त्यो सानो बुनु पनि छ। अनि यहाँ चाहिँ म छु। अनि हामी चाहिँ दाउरा काट्न जाँदैछौँ साथीहरु। फाइनली साथीहरु हामी चाहिँ यहाँ दाउरा काट्दैछौँ। देख्न सक्नुहुनेछ उहाँ चाहिँ मुना मिस। अनि यता चाहिँ दाउरा घामले टल्केर केही देखेको छैन है साथीहरु। हामी चाहिँ यहाँ दाउरा काटिसक्यौँ। एउटा फुच्चीमा हाँस्दै आकी छ। ओ फुच्ची त्यो दिपिका हो क्या साथीहरु। गर्मीले मरिसक्यो, पसिना छुटिसक्यो। ब्याक क्यामेरा हुँदैन। हेर्नु न मुना मिस दाउरा साथीहरु गाह्रो छ साथीहरु। खानुलाई गाह्रो छ। खाजा खाएर आएको, खाएको त पचाउनु परिहाल्यो नि। अब साथीहरु दाउरा यहाँ देख्न सक्नुहुनेछ। अनि मुना मिस चाहिँ त्यहाँ उता बढी हुनुहुन्छ। यो दाउरालाई चाहिँ अब टुक्राउनु पर्ने। यो कुकुर चाहिँ त्यो मुनुको पोइ भन्दैछ। हेर्नु न त्यहाँ दाउरा काट्दैछ। पोइ भन्छ, मेरो पोइ कहाँ हिँडेको भन्छ। कहाँ हिँडेको तिमी? को अरे त्यो बुनुको नाम? दिपिका बुनुको पोइ कहाँ हिँडेको? बोल्दैन दिपिका, तिम्रो बुनु पोइ कहाँ हिँडेको भन त। ओ बुनु दाउरा काट्न आएको अझै थाकल काटेको छैन त्यहाँ साथीहरु। हाम्रो चाहिँ यहाँ दाउरा टुक्राउँदैछ। अनि हाम्रो चाहिँ अब भारी पुग्नु आइसक्यो साथीहरु। मुना कस्तो महसुस भइरहेछ? म चाहिँ गरेर साथीहरु यहीँ ढुङ्गाको छेउमा कुनामा आएर बसेको छु। गलियो साथीहरु, गलियो। बुढी आमा जस्तो देखेछ मलाई त। अलिक गएर आमै नै बन्ने हो हुनु त। आयो हाल्छु नि। हाम्रो जङ्गल हेर्नु है साथीहरु। जङ्गल। त्यो बुनुलाई एउटा केटा मिलाइदिउँ भनेको साथीहरु। खोइ केटा पनि भेट्दैन। एउटा काले कुकुर गएको थियो हैन बुनु? साथीहरु कोही छ भने तपाईहरुको मिलाइदिनु है यो बुनुलाई। आयो के चल्छ तिमीलाई भन त। भन न के चल्छ? एकछिन बस्नु पनि दिँदैन शीतलमा। साथीहरु अब म चाहिँ दाउरा टुक्राउँछु। मुनाले होइन भन्दै थियो त। साथीहरु हजुर तपाईहरु पनि आउनु होला। यहाँ दाउरा काट्नु चाहनुहुन्छ भने डोको चाहिँ कहिले ल्याउँछ? अपन डोको ल्याइदेऊ न, घरमा हुन्छ तिमीलाई। यो बुनु छ नि साथीहरु, यो बुनु लास्टै कन्जुसी छ। ए लोभी बुनु। यो बुनुको नाम लोभी है, लोभी। यो बुनुको नाम, यो बुनु लोभी होइन त नि? खोइ मुना पुग्छ भन्छ, थाहा छैन। कुकुर उता मुना लिनु गएको जानु। बुनुलाई बोलाउन बाडी।
बन्द गरेर झकाइदिउँ क्या हो पुग्छ बरु दुई भारी ओ त आउनु न म जाने ढकाले कुखुरा खानु थियो होला भाइ हाल्नु पर्यो यहाँ अब कहीँ जाउँ न अब भाइ हाल्ने त हो अब भाइ हाल्ने त हो नि त हाल भाइ म मेरो भाइमा आएको ओ मलाई आउँदैन तिमी यहाँ बाटो चलेर जान्छ प्रमोद म त क्यारे जाउँ गर्न त आन्नु आन्टीले बोल्नु ओइ एकछिन गर्मी हो गया हम कहाँ क्या उमेश है कुनामा क्या हेलो साथीहरू हामी अब घर जान आँटेको हुँदैन बात नबोल्ने म गर्नु मर्छु मेरो कामले सम्झेछ भने यो पुनुले हाम्रो दाना चोरे क्या हो अहिले त धेरै देखेको छ मैले चोरे नि पैसा भेटे जस्तो चोरे जस्तो छ साथीहरू मैले त भारी बोकिसकेँ लाएर पनि बढी आउँदै हुनुहुन्छ यहाँ मुना मासँग चाहिँ खै उता म उठ्छु आफै बन्द त म उठ्छु म त दिपिकाले चाकबाट उठाइदिएर उठे रुन्न हेर सधैँ आएर हाम्रो चाहिँ भारी पनि पुगिसक्यो हेर्नु होला त बडीहरू मुना बडी फुच्ची हेर्नु न साथीहरू मलाई केटा मिलाइदे भनेको गर्छ आइए चकालिदिनु उल्टो लाग्छ भारी पनि बुनुले त हेर ढलिसक्यो खोइ उसको आफ्नै स्टाइलको भारी यो बुन्नु गनाएको रहेछ के गनाएको यो बुन्नु मुतेको हो भन्दा नि होइन भन्छ अघि पछाडि आएको वास बुइनीको मुत गनाएको होला क्या साथीहरू हामी चाहिँ घर जाँदैछौँ अब घर बनाएर गएर भिडियो बनाउँछु उठाउँछ निस्मा त सुइगाउँछ आजकल हाम्रो बहिनी त हाम्रो बहिनी पनि उठ्छ नि उठ्नु साथीहरू हामीले ल्याएको दाउरा चाहिँ यही हो त्यो डोको मेरो फाइनल साथीहरू हामी चाहिँ घर पनि आइसक्यौँ र दाउरा पनि राखिसक्यौँ मेरो भिडियो के कस्तो लाग्यो हेरेर लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला बाई बाई